ल गाइजहरु अर्को एउटा इम्पोर्टेन्ट क्वेसन यो मेकानिकल वेभबाट मैले लिएर आएको छु। धेरै विद्यार्थीहरु यसमा चाहिँ कन्फ्युज हुन्छन्। त्यही भएर मैले यसो गर्दिनु पर्यो भनेर। जस्तो अ सोर्स अफ साउन्ड प्रोड्युस अ नोट अफ 512 हर्ज यो देख्दा बित्तिकै फ्रिक्वेन्सी इन यर इयर एट 27 डिग्री सेल्सियस विथ वेभलेन्थ अफ 66.5 सेन्टिमिटर फाइन्ड द रेशियो अफ मोलार हिट क्यापासिटी एट कन्स्ट्यान्ट प्रेसर टु constant volume at NTP, density of air and mercury at NTP are given भनेर हामीलाई दिएको छ। मैले यहाँ गिभन पहिले लेखिसकेको छ। फ्रिक्वेन्सी 512 हर्ज, टी 27 डिग्री भनेको यो हामीले पहिला केल्भिन लैजाँदा 300 केल्भिन भइहाल्यो। वेभलेन्थ हामीलाई दिएको छ यति र हामीलाई डेन्सिटी अफ एयर दिएको छ 1.293 एनटीपी नै हो यो र यो मर्करीको हामीलाई 13600 केजी पर मिटर क्युब यो हामीलाई थाहा छ। हामीलाई गामा भनेको के हो त भन्दाखेरि गामा भन्दा बित्तिकै हामीलाई के थाहा त भन्दा CP/CB भन्ने पनि थाहा छ। यही हामीलाई सोध्यो हैन यो है। त्यसको लागि अब सुरुमा हामीले के गर्नु पर्यो त भन्दाखेरि यहाँ फ्रिक्वेन्सी र वेभलेन्थ दिएपछि हामीले भी निकाल्नु पर्यो। भी कति 27, भी 27 भन्दा बित्तिकै हाम्रो कति आउँछ त भन्दाखेरि f इन्टु लेम्डा 27 हो। अब f भनेको त हाम्रो 512 इन्टु 0.665 कति आउँछ होला भन्दाखेरि यसलाई अब क्याल्कुलेसन यहाँ गर्दाखेरि हाम्रो कति छ त भन्दाखेरि यहाँ 512 इन्टु 0.665 अब माइनस भएछ यहाँ कति आयो त भन्दाखेरि अरे 512 इन्टु 0.665 इक्वल टु भन्दाखेरि कति आयो यति आयो 340.48 है। भनेको मैले कति लेख्नु पर्यो 340.48 मिटर पर सेकेन्ड आयो। अब हामीलाई के निकाल्नु पर्यो त भन्दाखेरि हामीलाई रिलेसन थाहा छ के हो v इज डाइरेक्टली प्रोपोर्सनल टु रुट अन्डर t हो। त्यही भएर v अब हामीलाई कति चाहियो 0 डिग्री हो एनटीपी भनेकै 0 डिग्री हो। त्यही भएर v0 अपन कति v27 इज इक्वल टु t0 अपन t27। अब हाम्रो यसको t0 भनेको कति हो त भन्दा t0 भनेको t0 इक्वल 0 डिग्री सेल्सियस यो भनेको कति हो 273 केल्भिन यो त थाहा छँदैछ। भनेको v0 इज इक्वल टु कति भयो त भन्दा v27 भनेको 340.48 इन्टु t0 भन्नाले 273 अपन 300। ल क्याल्कुलेटर हाल्नु त कति आउँछ। ल हामीले के गर्नु पर्यो त भन्दाखेरि 340.48 इन्टु रुट अन्डर कति छ हाम्रो भन्दाखेरि यहाँ भित्र पनि 273 डिभाइड बाइ 300 गर्दाखेरि हाम्रो कति आउँछ त भन्दाखेरि 324 आयो। 324.79 अथवा 300। ल v0 भनेको हाम्रो कति आयो त भन्दाखेरि 324.79 आयो। अब यो हाम्रो के आयो त भन्दाखेरि यति मिटर पर सेकेन्ड। अल्सो हामीलाई के थाहा त v0 भन्नु नै एनटीपी हो भनेको 8 एनटीपी भन्नु नै 8 कति 0 डिग्री सेल्सियस हो। त्यही भएर हामीलाई के थाहा त भन्दाखेरि v0 इज इक्वल टु के हुन्छ गामा p बाइ रो हुन्छ। अब p भनेको हामीलाई थाहा छँदैछ p भनेको अब कति बेला थाहा नहुन सक्छ p इज इक्वल टु h/dg हो है। अब हाइट यो भनेको कति हुन्छ त एटमोस्फेरिक प्रेसर एट एनटीपी भन्दा बित्तिकै 760 mm अफ hg हो। अब 760 लाई मिलिमिटरलाई मिटरमा लैजाँदा कति हुन्छ 0.76 इन्टु mm अफ hg भनेको d भनेको कति हो डेन्सिटी भनेको हामीलाई मर्करीको दिएको छ 13600 g भनेको हामीलाई थाहा छँदैछ 9.8 है। यसलाई मल्टिप्लाई गरौँ त कति आउँछ भन्दा 0.76 इन्टु 13600 इन्टु 9.8 गर्दा आयो यस्तो कति आयो त भन्दा 1.01 इन्टु 10 को पावर कति 5 आउने रहेछ। 1.01 इन्टु 10 को पावर 5 के हो प्योर प्रेसर भन्ने न्युटन पर मिटर स्क्वायर यति भयो। मैले यहाँ त्यही राख्न पाएँ है ट्याग ल्याउने राखिदिइहाल्ने। कति आयो त भन्दा गामाको भ्यालु हामीलाई थाहा छैन। त्यही भएर पहिला गामाको भ्यालु निकाल्ने फर्मुला चाहियो है। स्क्वायरिङ बोथ साइड गर्दा बित्तिकै कति भयो v0 को स्क्वायर इन्टु डेन्सिटी अपन कति हुन्छ p इज इक्वल टु गामा हुने भयो
यो भनेको हाम्रो कति आउनु त भन्दा गामा इज इक्वल टु V0 भनेको कति छ 324.79 को स्क्वायर इन्टु रो भनेको हाम्रो कति छ त भन्दाखेरि 1.29 3 डिभाइड बाई पी भनेको हाम्रो निकाल्यौँ 1.01 इन्टु 10 को पावर 5 ल यसलाई क्यालकुलेटर हानौँ त ल हेरौँ त क्यालकुलेटर हान्दाखेरि कति आयो त भन्दाखेरि 1.35 आयो हाम्रो 1.35 आयो 1. कति आउनु पर्ने भन्दा 4 आउनु पर्ने है गामाको भ्यालु त 1.4 1.35 आयो 1.35 आयो है त थ्याङ्क यू